लैजा कसलाई दिने हो घाँस मुनिलाई कि काउले यताबाट जाने होला नि घाँस लर त हाम्रा बेबीहरूले आज घाँस अब यति भएपछि के चाहियो र सुक्खै सुक्ख हेर्नुहोस् घाँस चाहियो अरे जसरी पनि काउला लैदिने भनेर रोएर एउटीको त नाम्लो चुन्नी लगेको थियौँ भइहाल्यो अर्कीलाई त नभएर यस्तो छ गाइज ए काउरे अझ काउला दिने हो ल काउला दिने हो खै हेरौँ ल देऊ यस्तो राम्रोसँग दिन्छ नि त काउला आद्या अब यिनी काउला अब के चाहियो र काउ अब यति खाऊ ल खुवाइदिनुहोस् यो काउला खुवाइदिनुहोस् ल खुवाइदिउ तिमीले ए ल सरी ल आफ्नो आफै खुवाइदिन्छु ल लगेर खुवाइदिउ अब लड मात्रै भयो ल भान्जी तिमी ए हाम्रो घरको झोलीको देउतालाई झोलीको देउता भएर यस्तो गर्छन् आफ्नो बहिनीलाई खाऊ कति राम्रोसँग दिनुभयो ल हेर्नु थ्याङ्क यू बेबी